पहिलो पनिसमेन्ट बाहिर गएर घर बाहिर गएर लडीबुडी गर कचोटी स्कोर अनुसार हुन्छ दोस्रो पनिसमेन्ट आइस र नुन यहाँ राखेर तिमीले आइस यहाँ राखेर यस्तरी चामेर बस्ने आइस र नुन यहाँ राखेर यस्तरी चामेर बस्ने ल अजय देवगन दिलवाले फिल्मको अजय देवगन जस्तै तेस्रो पनिसमेन्ट चिल्ली पाउडर नुन अमित जी आउनु भयो जोइन गरौँ के गेम सुरु होला वहाँ से फेरि हेलो अमित जी प्राइज लड के साल खबर नेजलड एकदम ठीक छ अनि के पनिसमेन्ट गेम खेल्दै हुनुहुन्छ कि ठ्याक्कै खेल्न रेडी भयो तिमी के हो ल तपाईहरु दुईजना एकपट्टि पनिसमेन्ट म एकजना एकपट्टि त के पनिसमेन्ट खेल्ने ल भन्नु पहिले भन्नु त्यस धोबी खान्छ यार हो सिसु लाउने कि अब नुन खोर्सानी हाल्ने कि पिरो अमिलो हाल्ने कि तपाईसँग त भो सकिन्न किन र तपाईँकोमा 2-3 लाख किस गराउँछ अमित जी हामी त त्यो हैसियत भएकै मान्छे हैन यार हाम्रा त त्यो अब 2-3 लाख के 2-3 लाख मात्रै आउँछ र हाम्रो 5-6 लाखै आउँछ नि आएपछि त्यति कडा त नखेलौँ होला अमित जी सबैले के दाम त आज यसो गरौँ जुगा काट्ने खेलौँ त के गर्ने जुगा तपाईँसँग मलाई भुलेर पनि च्यालेन्ज गर्दिन यार होइन त्यो भोलि पर्सि छोरालाई अब यसो चुप्पा गर्दाखेरि जुगाले ठोस्छ त्योभन्दा त बरु पहिल्यै खाने मुखलाई जुवाले छेक्छ अमित जी यार हो नि होइन पहिल्यै नै अब ल अन्डा फुटाउने अन्डा त हुँदैन साथीहरू बेलुका खानुपर्छ महँगो छ अहिले अन्डा बजारमा होइन यो त पनिसमेन्ट होइन अमित जी म त च्यालेन्ज गरिन आएर तिमी गर यार के भन्छ म हार्यो भने चाहिँ होइन तपाईँ हार्नु भयो भने चाहिँ तपाईँले मलाई आई लभ यु भन्नुपर्छ जिन्दगीमा नै हुँदैन गाइस डबल गाइस थ्याङ्क यू सो मच नो 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 डाडा अनि के छ त रुबेन भाइ केही छैन ठिकै छ सबै अनि यो मैले एउटा कुरा चाहिँ बुझ्न नसकेँ क्या फेरि अब यहाँ कुरा गर्दाखेरि साथीभाइले फेरि यसलाई आगो लगायो भन्दा के भन्दा होइन हो कि होइन अनि ब्लक हान्ने उसैको भाइलेन बनाएर पुरा निराश बनेर बस्थ्यो यो चाहिँ कस्तो किसिमको हो यो अनि यसको बारेमा कुरा नगर्नु अमित जी भयो यार त्यो चाहिँ किन देखाएर त्यो किन बजाएको त अबदेखि बजाउनु न यार भयो यार अमित जी यो बारेमा कुरा नगरौँ यार अनि I don't like talking about this, please. This is the and then why you put in this video and then TikTok? It's okay, no problem. I was in the emotion, but I don't like talking about this because it's a controversial topic itself, yaar. Oh. I don't like talking about it. फर्काऊ होइन अब कहिले काहीँ यसो अन्त आजदेखि बजाउनु भयो लाइभमा कहिले बजाउने लाइभमा होइन तपाईँले भिडियो बनाएर हाल्नु भएको छ पुरा सेन्टी मोडमा बजाएर सेन्टिमोडा एक्टिङ गरेर आऊ सबैले त्यही सोच्छन् फेरि यार अनि तपाईँलाई यही बेलामा गर्नु थियो त अरू बेलामा गरे भए हुन्थ्यो नि त तपाईँको नै श्रीमती कस्तो दिमाग रहेछ यार मैले पनि गाली गरेर भिडियो हटाएँ हो यार म बजाउनु नभए यार एक्टिङ गर्न पाइन्न यही बेला नै यो एउटा मुभी छ क्या के भन्ने एउटा मुभीमा शाहरुख खानले बजाएको हुन्छ नि एउटा यसरी